हाई साथीहरू, वेलकम टु माई न्यू ब्लग साथीहरू। हुन त यो अस्तिको भिडियो मैले चाहिँ अनि आज बल्ल फ्री भएँ अनि त्यो गरेको गरेर हाल्नुभएको साथीहरू। अनि हामी चाहिँ पछाडि भाइ अनि बुढा जानु लागेको। भाइले पुरा ह्यान्डसम छु पनि अन्दै हेर्दै मोबाइल हेर्दै गइरहेको थियो। अहिले छेउछाउ भन्दिनँ अनि त्यसरी पसलमा पुगेर तिनजनाले पुरा हानेको हात कसो गर भनेर त्यहाँ चाहिँ पुरा सबभन्दा गोरेरी मेरै दिएको साथीहरू दुईजनालाई जिस्काउँदै उस भन्दै। अनि त्यसपछि हामीहरू पछाडिबाट आएर चाहिँ मैले चाहिँ यता मैदा मुस्नेतिर लगाएँ साथीहरू। अनि बुढाले यता कटिङ गर्दै किमा बनाउनु लानुभएको थियो। अनि भाइले फेरि पुरा अदुवा लसुन छिल्दै थियो कि त्यहाँ अब पेस्ट बनाएर हाल्नु पऱ्यो नि त मोमोको किमामा। अनि धेरै मिठो हुने साथीहरू। अनि त्यसपछि हामी फेरि यता सबै रेडी बनाएर फेरि मोमो बनाउन लगाएँ। मैले फेरि अब त्यहाँ बेल्दाखेरि पनि ढाड दुख्छ नि त निहुरिनु पर्छ नि, त्यही भएर म चाहिँ मोमोको डल्ला बनाउनु लगाएको थिएँ साथीहरू। अनि बुढा र भाइले चाहिँ बेल्ने कोहीले डल्लो पार्ने गर्दै बनायौँ साथीहरू। त्यसपछि अनि छोरो पनि आइपुगिरहेको थियो कि साथीहरू, एकछिन छोरोलाई खेलायौँ। अनि त्यतिखेरमा त मोमो पनि पाकेर रेडी भइदिइहाल्यो साथीहरू। त्यत्रो धेरै मोमो हेर्नु तिनजना लानु लाग्यो कि साथीहरू। मम्मीले चाहिँ यति खानुभयो अनि अरूहरू त्यत्रो सबैजना हामी तिनजना खानु लाग्यो। किनकि भाइ कति वर्षपछि भेट भएछ नि त, भाइ आएको थियो। अनि त्यही भएर अब आज मोमो खाइदिउँ न त भनेर चाहिँ हामी सबैले प्लान बनाएर चाहिँ मोमो बनाएर खानु लागेको थियौँ साथीहरू। हामीले आएको चाहिँ चिकन मोमो साथीहरू। अब कोही खाने भए आउनु है साथीहरू भन्न त हुन्थ्यो तर के गर्नु मिल्दैन साथीहरू होइन। को हुनुहुन्छ हजुरहरू पनि लभर। अनि त्यहीमा धेरै पुरा भाइ आइदिरहेको कि पेट फुल्लाउँदै साथीहरू।